तीन बाइट है ना झरिसक्यो गयो रे गाइस ओके ल त्यहाँबाट चट्टाबाट हालौँ हे गाइस नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो नयाँ च्यालेन्जमा र अहिले हाम्रो सबै सामाजिक सञ्जालमा एकदमै ट्रेन्डिङमा आएको च्यालेन्ज 3 बाइट च्यालेन्ज जुन हामीले आज गर्दैछौँ सो तपाईहरुलाई थाहा भइसकेको छ 3 बाइट च्यालेन्ज भनेको के हो भनेर तपाईहरुलाई अब एक्सप्लेनेसन दिन पर्ने जरुरत छैन सिर्फ हाम्रो च्यालेन्ज हेरेर रमाइलो गरिदिनु होला र हामीले चाहिँ 1 बाइ 1 गर्छौँ बिकज एकैचोटि गर्दाखेरि चाहिँ अब कसले के गर्यो भन्ने कुरा थाहा हुँदैन सो त्यही भएर चाहिँ हामीले रक पेपर सिजर गर्छौँ रक पेपर सिजर भएन भएन फेरि ए यहाँ के हो त यो यो हामीले यो गर्यौं म हारे मैले स्टार्ट गर्नु पर्यो नि त अब हजुर हार्नु भयो रक पेपर सिजर यो दिपेश लास्ट फर्स्ट सेकेन्ड नट भएछ ल ठिक छ ल ल गाइज ल रेडी है त कति बाइटमा 3 बाइटमा हैन 3 बाइटमा तर मुखमा एकचोटीमा जस्तो जति मुखमा आउँछ नि त्यो बाँकेरको तल ढाल्दिनु पर्छ है फेरि लत्रेकोलाई फाल्दिनु 3 बाइट हैन झरिसक्यो आस्दा वेट न वेट थुक ननिला न त्यसरी चाहिँ यही समस्या आउन तल चाहिँ नझारिकन खाइदिन्छु म अब आम्मै रोक न त अनि तल नझारिकन भनेको तिमी यस्तो नमिलेको के 3 बाइट ओके बाफ रे हो त्यो फाल्नु 1 बाइट टिस्यु त्यहाँ छ साइडमा पानी खान मिल्छ है फेरि पानी नखाइ नखाइ अड्के गर्न चाहिँ परेन अर्किन्छ यो खास 3 बाइट चाहिँ डाइटिङ बाइट हो अरे कि जस्तो डाइटिङहरूले गर्नेवाला बाइट के 3 बाइट खाएपछि बाँकीको साना चाहिँ नखाने के त्यस्तो वाला अहिले जति खानु जम्मा 3 बाइट खाइदिनु लाइक मैले हारे जस्तै गरेर खाए पनि सिर्फ 3 बाइट हैन तीन बाइट ओके हेर टेक्निक हेर डिटेल गरेर हेरिराजु मेरो धेरै छ क्या हो कि दुटाको भन्दा ल त्यो त खान मिल्छ के हुन्न दुई बाइट फाइनली वामिना बयान पछि के छ नखाइदिनु त्यसै ला अब यो कसरी खाने ल भन त अब 3 बाइट जति आउँछ त्यही त्यसो त कहाँ निकालेर चम्चामा आउनु पर्यो सोरेको भन्नु यो त आउँदै आउन त हो के भएन त्यो नो प्रब्लम बरु अर्को बेलचावाला चम्मच भयो हैन केही फरक पर्दैन त्यो हातले राख्न पाइन्छ राख्न पाइयो त्यसै पनि आउँछ मुखमा त 3 बाइट गाइज हेर्नु है मैले 3 बाइट च्यालेन्ज पनि कम्प्लिट गर्नुभयो यस्तो पो च्यालेन्जहरू खानु यतै गरेर राख्छ ल अब म सातो गयो रे गाइस 3 बाइटमा हेर्नु त मेरो थाल है
जतिको मलाई पनि त्यस्तै हो गाइज एकातिरबाट खस्छ हेर्नु ओके ल त्यहाँबाट चट्ट चुटाला हो चुटाला सिगान झर्ला फेरि ओके नट ब्याड अब हामी प्राउन खान्छु लाले तल प्राउन खाएर मोज गर्दै गर सरी तर मेरो मुख ठुलो रहेछ भने आज म पहिले थाहा ओके झर्यो अब झर्यो गुड ओके bite. Only last one bite remaining. Pangannya namun जति मन्दिर बनाए पनि आँखा खस्छ त ए वाउ वाउ नो ब्याड गाइज उसको प्लेटमा अलमोस्ट यति बज्यो चराले चल्नु जत्रो बचेछ ओके मेरो प्लेटमा अलमोस्ट है गाइस पिरो अब मेरो भाइको पालो भाइले कसरी खान सक्छ र भ्याउन सक्छ भन्ने कुरा सक्छ कि सक्दैन भन्ने कुरा पनि लास्टसम्म यही भिडियो हेरेर रमाइलो गरिदिनुहोस् ल पानी पानी चाहियो छु फर्स्ट बाइट त्यही त डरै लाग्यो मुखै छिर्दैन जस्तो कताबाट हालौँ not bad not bad good जो साम 3 मा चान्स गर्न सक्दो रहेछ म चाहिँ यति बजे उहाँको त बज्दैन होला उहाँको बज्दैन होला पायो यति त के नहोस्ला र उसलाई नि मै हारे मान्छे ल ठिक छ ल फाइनली गाइस म हारे तमन टिप थियो टिप मन दिथे मन खान्छ नि म पुरै हारेन नि त तपाईलाई पनि हारेको हुन्छ सो यही थियो च्यालेन्ज हाम्रो आजको फ्री बाइट च्यालेन्ज हामीले गर्न सकिन्छ कि नाइ भन्ने थियो फाइनली हामीले गर्न सक्यौँ मैले लास्टमा चाहिँ थोरै बाँकी रह्यो तर त्यो मैले पनि हात त्यो मैले माथि राखेको मिलाइराखेको म सायद त्यो पनि खान सक्थ्यो होला तर त्यो जुत्ती रह्यो थोरै तर पनि हामीले सबैले बिहान गाइज सो यति थियो हाम्रो च्यालेन्ज आजको हामीले अलिक स्न्याक्स खाइरहेछौँ प्राउन फेरि पिरो भयो गाइज अब हामीले
3 बाइट च्यालेन्ज गरेर भ्यायौँ। अब नयाँ नयाँ च्यालेन्ज हामीले ल्याउँदै गर्छौँ, हजुरले हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। अनि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला र बेल बटन पनि दबाउनु नबिर्सिनु होला, ताकि हाम्रो भिडियोजहरू आउँदा हजुरको मोबाइलमा नोटिफिकेसन आउनेछ हाम्रो भिडियो आउँदा। सो त्यही भएर चाहिँ प्लिज नोटिफिकेसन आउनुको लागि चाहिँ हजुर बेल बटन दबाउन पर्नेछ। सबभन्दा पहिला हजुरले हेर्नुहुन्छ भने बेल आइकन प्लिज दाबिदिनु। सो यति भन्दै हामी 3 जना स्न्याक्स खाँदै हामी यो भिडियोबाट बिदा हुन चाहन्छौँ।